आजको क्लास हामी जीवहरूको वर्गीकरण शीर्षक अन्तर्गत प्लान्टी किङडमको बारेमा केही छलफल गर्दैछौँ र प्लान्टी किङडम अन्तर्गतका यो ट्र्याकियोफाइटा डिभिजनमा पर्ने विभिन्न वनस्पतिहरूको बारेमा आज हामीहरू केही अन्तर्क्रिया गर्छौँ र ट्र्याकियोफाइटा डिभिजन प्लान्टी किङडमको ट्र्याकियोफाइटा डिभिजन विभिन्न तीनवटा सब डिभिजनमा वर्गीकरण गरिएको छ। टेरिडोफाइटा, जिम्नोस्पर्म र एन्जियोस्पर्म गरेर तीनवटा सब डिभिजनमा वर्गीकरण गरिएको छ। अब यो एन्जियोस्पर्म सब डिभिजन अन्तर्गत पर्ने बिरुवालाई कतिवटा क्लासमा बाँडिएको छ ल भन त? कतिवटा क्लासमा बाँडिएको छ? दुईवटा क्लासमा वर्गीकरण गरिएको छ र त्यो दुईवटा क्लासहरू एउटा एकदलीय मोनोकटिलेडन र अर्को दुईदलीय डाइकटिलेडन क्लासहरू रहेका छन्। हामीले यी सम्पूर्ण बिरुवाहरूको बारेमा हामी फेमिलियर नै छौँ, हामीले देखेका छौँ, बुझेका छौँ, तर यिनको निश्चित विशेषताहरू प्लान्टलाई नै लिएर त्यो बिरुवालाई नै लिएर यिनका निश्चित विशेषताहरू भने हामीले ख्याल नराखिएको पनि हुन सक्छ। आज एकदलीय र दुईदलीय बिरुवाहरूलाई बिउ, पात, यिनीहरूको जरा, काण्ड, फुलको भाग आदि विभिन्न तथ्यहरूको आधारमा चाहिँ हामीले यिनीहरूको गुण वा विशेषताहरू बुझ्नेछौँ र हाम्रो वरपर भएका जति पनि फुल्ने प्रकृतिका बिरुवाहरू छन् यिनीहरूलाई एकदलीय र दुईदलीय बिरुवाको रूपमा व्याख्या गर्न, पहिचान गर्न हामी सक्षम हुनेछौँ। बिरुवाहरू अब त्यसको पातको आधारमा, काण्डको आधारमा अनि जराको आधारमा एकदलीय हो अथवा दुईदलीय हो त्यसलाई चाहिँ पहिचान गर्नु पर्यो र त्यसका विशेषताहरू मसिनो गरेर हेर्नु पर्यो। ल साथीहरूको बिचमा चाहिँ छलफल गरेर केही कुराहरू हेर त ल। पहिलो कुरो जस्तै बिउ, यहाँ बिउ छ ल, यो के को बिउ हो ल? हेर त यो के को दाना? मकै एकदलीय हो कि दुईदलीय होला? यो बिउ हेरेर भन त एकदलीय हो कि दुईदलीय? किन एकदलीय भनिएको यसलाई? यसको बिउमा एउटा मात्र फक्लेटा हुन्छ हैन? समान दुईवटा फक्लेटामा यो विभाजन गर्न सकिँदैन। त्यस्तै गरेर हामीसँग यहाँ चनाका बिउहरू पनि छन् होला। ल हेर त कोसँग छ चनाको बिउ? ल देखाउ त ल। त्यो चना एकदलीय हो अथवा दुईदलीय हो ल भन? किन नि? ल एकदमै ठीक भन्यौ। त्यस्तै अरु दुईदलीय बिरुवाहरूको चाहिँ के उदाहरण आउँछ? केराउ पनि दुईदलीय हो, सिमी, तोरी, भटमास, सुन्तला एकदमै ठीक भन्दैछौ है। अनि त्यस्तै गरेर दुईदलीय बिरुवा र एकदलीय बिरुवाको बिउको आधारमा चाहिँ केही कुराहरू हामी पहिचान गर्न सक्यौँ। अब आधारमा चाहिँ तिमीहरूसँग भएका बिरुवाहरूका पातहरू हेर त ल, सबैले पातहरू हेर त। एकदलीय बिरुवाका पातहरू लाम्चा ल देखाउ त कससँग चाहिँ एकदलीय बिरुवा रहेछन् ल? पात लाम्चा रहेछन्, अलि लामा हैन? अनि त्यो पातमा मसिना नसाहरू छ नि, पातका नसाहरू हेर त। समानान्तर शिराक्रम
यो जरा दिनु नि जरा यसो काण्डको हुन्छ ठीक हो जालीदार चरै होइन एक यहाँ झुक्रो पर्छ यो उस्तो सम्पूर्णमा नमस्कार। मेरो नाम आइस्मा गौतम। आज म तपाईहरुलाई एक दलीय बिरुवाहरूको बारेमा केही भन्न गइरहेको छु। मसँग रहेको यो एक दलीय बिरुवा हो। यो कोदोको बिरुवा हो। यसमा गुच्चा परेको जरा हुन्छ। यसको पातहरू लाम्चा आकारको हुनका साथै यसको पातहरूमा समानान्तर मसिना शिराक्रमहरू हुने गर्दछ। यो कोदो भएकाले यो पानी जमिनमा पाइने गर्दछ। अरू एक दलीय बिरुवाहरू विशेष गरी पानी र जमिनमै नपाइने पनि गर्दछ। सबैजनालाई नमस्कार। मेरो नाम सुपेन्द्र ढोकानी। म चाहिँ कक्षा 10 मा अध्ययनरत एउटा विद्यार्थी। यो दुई दलीय बिरुवाको बारेमा केही कुरा भन्न गइरहेको छु। मैले चाहिँ यो हातमा लिएको बिरुवा चाहिँ टमाटरको बिरुवा हो। मैले यसको केही विशेषताहरू भन्दै गइरहेको छु। यसमा यो टमाटरको बिरुवामा चाहिँ यसको मूल जरा बढानी हुन्छ। यसको काण्डहरू खादिएर रहेको हुन्छ। यसको पातहरू चाहिँ जालीदार शिराक्रम हुन्छ। अनि यसलाई दुई खप्लेतामा पार्न सकिन्छ। यसको चाहिँ बिउ हुन्छ। र यसरी विद्यार्थी भाइ बहिनीहरूले एक दलीय र दुई दलीय बिरुवाको बारेमा केही आफ्नो मौलिक रूपले अध्ययन गरेर केही प्रस्तुतिकरण पनि दिएकोमा सबै विद्यार्थी भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद। अब अभ्यासमा भएका केही एक दलीय र दुई दलीय बिरुवासँग सम्बन्धित प्रश्नोत्तरहरू पनि सल्भ गरेर ल्याऊ। आगामी क्लास हामी अर्को नयाँ विषयवस्तुमा प्रवेश गर्नेछौँ र जीवहरूको वर्गीकरण टपिक्स यसरी सकिएको छ। कुनै त्यस्तो एक दलीय र दुई दलीय बिरुवाको बिचमा केही त्यस्तो समस्या छ र हेर्नुपर्छ ल। थ्याङ्क यू।